ल हामी चाहिँ के अरे सिद्धार्थ केवलका नुवाकोटमा आइयो बाइक स्कुटी मार्फत। हजुर ल हाम्रो टोली चाहिँ यहाँ छ। ल है सबैले हाई गरिदिनु है। ल ए सानो बाबुसँग ल ल ल भान्जा सानो मान्छे ओहो कहाँ आइयो 6 महिना घुम्न आइयो त नुवाकोट त्यसका बाजे। यस्तो छ हामी जानुपर्ने हो माथि डाँडामा तर सम्भव भएन। सम्भव छ तर रात पर्न लाग्यो नानीसँग बच्चासँग भन्ने कुराले हामी चाहिँ यत्तिकै ड्राइभ पिकनिक टाइपको यता बस्ने प्लान गरियो। ल आज चाहिँ सडन प्लान हो हाम्रो फ्यामिली टुर। ल कस्तो लाग्दैछ ल नुवाकोट आएर है अमेजिङ। ल यो केवलकासँग हामी चट्ट अब एकछिन बसेर खानपिन गरिन्छ। हाम्रो चाहिँ यहाँ के भन्छ चटपटे बनाउने कार्यक्रम हुँदैछ। ल चटपटे बनाउने कुकहरू हुनुहुन्छ यहाँ सेफहरू आइयो। आइएम सेफ अरे यहाँ बिचरा मम्मीले बनाउनु हो। दिदी के हुँदैछ चटपटे भन्दैछ। यो चटपटे खोइ त चट मात्रै है यहाँ त पटे। ल बनाउँदै यो होइन मिसाउने चाउ चाउ ओहो भान्जा कता हो कता हो नुवाकोट घुम्न आइयो मम्मीसँग है। मामा ठुल मम्मी माइजू दाईसँग होइन नित्ला हो र बुबु खाएर अगाएर है नित्ला नित्ला सुत्नु भएको है त सुत्नु भएको है हाँस्नु खै हाँसेको ल ढाङ्की टाकुन बस्छ हाँस्नु खै हाँसेको ए कुक त यता यता हो हाम्रो भान्जा कुकमा हामीहरू यसको उमेरमा 10 वटी रुन्थ्यो मलाई त्यो बेला समय दिदीले फेरि नुवाकोट आएर मासुमा भाग के अरे मासु भाग लाउनु लानु भयो यति चाहिँ हुनुपर्छ। भान्जो यता यता माथि कता माइजूसँग माइजूको घाँस समातेर ओहो भान्जा माइजूको जडेछ यो पिना मसलाको मसला हाल्नै बिर्सेछ। ल है ल चेस बहिनी खोल्नु ल चेस जय वनदेवता। ल है सुरु गरिदियो हामीले त कडा है दिदी मैले त त्यो होइन मन्दिर त मैले त्यहाँ बाहिरबाट दर्शन गरेँ नि। अच्छा ल हामी चाहिँ यहाँ के अरे नुवाकोट केबल कार माथि आएर सानो एउटा ड्राई पिकनिक फ्यामिली गरेर भइयो होइन। ल यता हेर सबैजना ए केटाकेटी हो हेलो ल खाएर भइयो हाम्रो भान्जा लान्थे भान्जा यता यता मामा हो
ल यति हो ल हामी चाहिँ अब लगभग खानपिन हल्का खानपिन भयो अब चाहिँ हामी घरतिर लाग्छौँ है ल हामी चाहिँ फाइनल्ली हामी खानपिन गरेर होइन नुवागढको एउटा ड्राई पिकनिक विथ फ्यामिली अनि हिँड्ने चक्करमा छौँ ल ल भाइ अब झर्ने है भन्छ के हो मित्र उठेर जाउँ त आउनु न ल यो हेर्नु यो नुवाकोट भ्यू पोइन्टबाट बुटोलदेखि कहाँ यो बुटोल भन्ने गोलपारदेखि भैरवासम्मको भ्युज आम्मामा यतिको चाहिँ कस्तो बवाल देखेको आमाको फोन आयो ल यहाँ भान्जी बहिनी ल भान्जा हामी चाहिँ यो माथि भ्यू टावरमा फ्यामिली क्याप्चर गर्दैछौँ रमाइलो हुँदैछ बुढी बुढी यता हेर्नु त ओहो भाइ ल यता दिदी ओहो सिन त यता पो दामी आउनेछ त झक्कास मेरो ल्याउँछु यो ओहो कति राम्रो देखियो त हेर मोबाइलमा कति जग्गा देखिँदैछ भाइ यति त हुनुपर्छ नि यार मान्छे हिरो यता न यता यता यहाँ लाइट राम्रो देखियो ल उले गर्दा मात्रै हो सुत्नु भएको छ ल यस्तो छ भ्यू नेपालको झन्डा हाम्रो प्राउड अफ नेसनल फ्ल्याग होइन यहाँ छ होला दिदी लाइट कसरी कहाँ खिचेको छ दाइले दाइको त कति सामा चाहिँ फ्ल्यागमा खिच्यो है यो चाहिँ बुटोलको भ्यू बवाल छ त यतिको चाहिँ हुनुपर्छ कि नुवाकोट आएर यतिको चाहिँ हुनुपर्छ होइन बुढी अन्त यतिको चाहिँ हुनुपर्छ बुढी लाइट पो हान्नु पऱ्यो उहाँ भाइको घर पिङ घुमेछ त्यो रङ्गशाला लाग्यो ल हामी चाहिँ फ्यामिलीहरू नुवाकोट माथि पुगेर आएर हामी चाहिँ त्यो गेवात रेस्टुरेन्टमा हामी हल्का चिया गर्दैछौँ होइन पुरी परिवारहरू हाम्रो चाहिँ हेलमेट झोलाएको छ ल अब माथि खाएर अब यहाँ खाने कार्यक्रम हुँदैछ ल के खाने भने बल्ल आउँदैछ है ए भन्छ सानो भन्छ यता हेर्नु ल यता भाइहरू ल भाइ भन्छ ल भान्जी ल ल यता हेर्नु भन्छ हेलो ए यता हाम्रो 6 महिनाको भान्जालाई नि हामीले टङ्की लिएर हिँड्यौँ यो चाहिँ गेवात रेस्टुरेन्टको भ्यू हो यहाँको एम्बियन्स चाहिँ दामी छ यहाँ फ्यामिलीहरू पनि आएर बस्न मिल्छ अनि अब कपालहरू होइन बुढाबुढीहरू सबै आएर बस्न मिल्ने एकदम राम्रो एकदम फ्यामिलियर जस्तो टाइपको छ यो चाहिँ हामी फर्स्ट टाइम यहाँ आएर हामी फ्यामिली गेट टुगेदर गर्दैछौँ हाम्रो चाहिँ यहाँ फ्यामिलीहरू यहाँ छ हाम्रो यो हल्का रमाइलो नुवाकोटबाट आउँदाखेरि हल्का रमाइलो गर्दा गर्दै अलि बढी नै रमाइलो भयो कि फेरि ए हल्का रमाइलो भनेको बढी नै भयो रमाइलो अब के गर्ने यस्तै हो ओहो आउनु सानो भान्जासँग ल हेलो हेलो बुढी ल चेस बुढी चेस पानी नै हो केही होइन कि मह मात्रै हो नखाने बुढाबुढी खाएर त भएन गरी